सेवा हजुर सम्पूर्णलाई सेवा सेमुना नमस्कार। मेरो चाहिँ दैनिक चाहिँ के अरे मेरो ड्युटी जाँदा आउँदा मेरो बस चढ्ने छुट्ने बसबाट चाहिँ यो चाहिँ हेर्नु सक्नुहुन्छ तपाईहरुले। यस्तो छ यो हामी तपाईले भनेको चाहिँ यो हामी बस चढ्दा अनि बिहान आउँदाखेरि हामीले युज गर्ने हामीले चाहिँ हिँड्ने बाटो चाहिँ यिनै हुन्। हाम्रो होस्टेल चाहिँ यता छ के अरे हाम्रो होस्टेल चाहिँ। अनि चाहिँ तपाईको बिहान हामी यताबाट आउँछौँ अनि यहाँ हामी यो बसबाटमा चढ्छौँ। हामी यहाँ बस्दा छ यो गाडी यहाँ छोड्छ यो बसबाटमा हामी चढ्छौँ अनि बेलुका ल्याउँदाखेरि पनि हामीलाई यहाँ ओडाल्छन्। यस्तो छ हेर्नु होला। अब हाम्रो चाहिँ यस्तो छ यताको वातावरणहरु चाहिँ यस्तो छ है। हामी दैनिक ड्युटी जाँदा आउँदा हामीले चाहिँ जहिले नि यस्ता बसहरु आउँछन्। यो चाहिँ अरु बाहिरिया यहाँको लोकल बसहरु पनि यतैबाट चढ्ने मेन बसबाट चाहिँ यो बिल्डिङमा छ के अरे यो बिल्डिङमा छ हेर्न सक्नुहुन्छ तपाईहरुले। यो छ र हाम्रो कम्पनीहरुको लागि चाहिँ हामी दैनिक बसमा चढ्ने ओराल्ने जग्गा चाहिँ यही हो है। मेरो रुम चाहिँ हजुरको यता हो। यो ठुलो बिल्डिङ छ नि त्यसको सिधामाबाट म आउँछु हजुरहरुको। यताबाट आएर यसरी चाहिँ बिहान 6:30 बजेतिर म यहाँ आउनुपर्छ र यही ठाउँमा हाम्रो बस चाहिँ रोकिरहेको हुन्छ है। यही ठाउँमा हाम्रो बस रोकिरहेको हुन्छ र हामी चाहिँ यो बस पार्कबाट हामी चाहिँ दैनिक हाम्रो दैनिकी चाहिँ हाम्रो गरिरहेका हुन्छौँ र सम्पूर्ण यस स्थानमा लोकल बासिन्दाहरू जति पनि छन् उनीहरूको पनि मेन बस पार्क यही हो। हेर्न सक्नुहुन्छ तपाईहरुले उता हेर्नुस् यस्तो छ र यस्तै छ हाम्रो यताबाट पनि बस आइरहेछन्। मेन हाइवे चाहिँ यता छ है। फेरि मेन हाइवे चाहिँ उता छ। साथीहरुलाई सम्पूर्णलाई स्वागत छ र यतिन्जेलसम्म मेरो मेरो युट्युब च्यानललाई यस भिडियोलाई हेर्नुभयो त्यसको लागि हजुरलाई हार्दिक नमन छ। फेरि पनि मेरो युट्युबहरु यसरी नै मन पराउँदै गर्नु होला। म यही बाचाका साथ आजको लागि बिदा हुन चाहे।